Namaste, I'm Nishma Chaudhary with Rajat Pot. We talk about films, actors, events and so much more. Aunu serum yo week ko headlines haru. Business report of the week. Movies next week. Prem Geet success celebration. Piracy in Nepali Rajat Pot. Celebs in social media. Profile check. Zange musical promo release. Last week we had two releases, Ram Pyari and Naina Bhanula 4. Fairly promote गरिएर हो हल्ला गरिए पनि यो दुईटै फिल्मले त्यति राम्रो बिजनेस नगरेको जानकारी हामीले पाएका छौं. More in business report. 2072 सालको अन्तिम शुक्रबार नेपालभर दुई चलचित्र राम प्यारी र नाइना भन्नुला 4 प्रदर्शनमा आएका थिए. प्रदर्शन अघि जति हो हल्ला गरे तापनि यी दुई मुभीको व्यवसाय खासै सोचे जस्तो भएन. सायद यही कारणले पनि होला फिल्म प्रदर्शन अघि निकै जोशका साथ विभिन्न तरिकाले हरेक ठाउँमा आफ्नो फिल्मको नाम जोडिरहने राम प्यारीकी निर्मात्री तथा अभिनेत्री रेखा थापाले सोशल मिडियामा यस्तो पोस्ट सार्वजनिक गरेकी हुन्. रजत पटको टिम बिजनेस रिपोर्टको लागि विभिन्न हलहरू पुग्दा हरेक हलबाट भिन्न भिन्न रिपोर्ट प्राप्त भएको छ. बालाजु स्थित बालाजु चलचित्र मन्दिरका व्यवस्थापकले राम प्यारी र नाइना भन्नुला 4 को व्यवसायबारे यसो भन्छन्. लगाएको दिन र शनिबारको चाहिँ सो बाहेक अरु दिन चाहिँ एभरेजमा चाहिँ 25,000 30,000 को रेसियोमा छ दुवै सिनेमा. त्यस्तै राम प्यारी चलचित्र हेर्न के कस्ता दर्शकहरू आए भन्दा उनी यसो भन्छन्. अलिकति मतलब बुढापाकाहरू यस्तै हैन यस्तै खालको अलिकति गाउँबाट आउनेहरू बढीले गर्छन्. नाइना भन्नु 4 को चाहिँ अलिकति यङ जेनेरेसनहरू अहिलेको चाहिँ शहरका जेनेरेसनहरू छन् नि. के साँच्चै रेखा थापाको फिल्म हेर्न बुढापाका मात्रै हलसम्म धाउँछन् त? त्यस्तै जमल स्थित विश्वज्योति हलका व्यवस्थापक नाइना भन्नुला 4 मात्रै हलमा लगाउनु पछाडिको कारण यसरी खुलाउँछन्. हाम्रो यही एउटा पर्दा मात्रै हो अनि हामीले सुरुदेखि 1 2 3 राम्रो व्यापार गरे अनि त्यही कारण हामीले त्यो फिल्म छोडेको छैन अहिलेसम्म. गोपीकृष्ण तथा एफक्यू हलहरूले पनि व्यवसाय राम्रै गरेको बताए, तर फिल्म प्रदर्शनको 5औं दिनमै गोपीकृष्णको काउन्टरमा दर्शकहरूको खडेरीको यो नजाराबाट भने यी हलवालाहरूको भनाइको सत्यतामा आशंका उब्जिएको छ. त्यस्तै एफक्यू हलका दर्शकहरूले यस्तो प्रतिक्रिया प्रस्तुत गरेका छन्. सिद्धिएको थियो हाम्रो ब्याटम्यान भर्सेस सुपरम्यान त हेरियो. अहिले कम्फु पान्डा 3 हेर्न आइरहेको छु. अब नेक्स्ट होममा अब के चल्छ अब त्यही ट्रेलर अब बिजी हुन्छ सोशल मिडियामा. त्यही भएर बलिउड भन्दा पनि अझ हलिउडमा चाहिँ नि गीत पटक्कै हुँदैन है. अनि त्यसमाथि एक्सन कमेडी उनीहरू सबै मिलाएर राख्छन् नि जुन. अनि तर नेपालीमा चाहिँ प्रायमा म त्यस्तो देख्दिनँ. यसबाट पनि हलवालाहरूको भनाइ र सत्यतामा निकै अन्तर रहेको देखिन्छ. हुन त सबैले बुझ्नुपर्ने कुरा यो छ कि 1 या 2 दिन मात्रै हाउसफुल हुँदैमा कुनै फिल्म हिट लिस्ट तथा राम्रो व्यवसाय गर्नेमा पर्दैन. प्राप्त जानकारी अनुसार लगानीको 20 देखि 25 लाख रकम निर्माताको हातमा पर्न समेत फिल्मले कम्तीमा 1 करोडको व्यवसाय गर्नै पर्ने हुन्छ. अब झन्डै 1 देखि 2 करोडको लगानीमा बनेका चलचित्रहरूले यस्तो दैनिक 25,000 को एभरेज व्यवसाय गर्दा कहिले उठाउलान् त लगानी? कि यस्तो व्यापारलाई राम्रो बिजनेसको रूपमा लिन सकिन्छ त? Last Friday को story त्यस्तो रह्यो भने this Friday we have no releases. That takes us to films releasing next week. Let's see what they are. नयाँ वर्ष 2073 को पहिलो शुक्रबारमै दुई फरकदारका चलचित्रहरू आउ फनी र बाटोमुनिको फूल 2 रिलिज हुने भएका छन्. आउ फनी मुभी कमेडी जेनरामा रहेको छ र बाटोमुनिको फूल 2 सोशल ड्रामामा आधारित छ. याद राख्नुपर्ने कुरा यो छ कि हाउ फनी मुभीकी डिरेक्टर निलुले बाटोमुनिको फूल 2 का डिरेक्टर सुवर्ण थापासँग एसिस्टेन्टको रूपमा काम गरिसकेकी छिन्. बाटोमुनिको फूल 2 फिल्मका निर्देशक सुवर्ण थापा निर्देशित दुई चलचित्र फनको र सुनगावाले व्यावसायिक असफलता बेहोरिसकेका छन्, जसबाट उनको काममा दर्शकको रुचि नभएको स्पष्ट देखिन्छ. तर पनि आत्मविश्वासका साथ बाटोमुनिको फूल 2 दर्शकले किन हेर्नुपर्छ भन्ने प्रश्नमा उनी यसो भन्छन्. बाटोमुनिको फूल नेपाली चलचित्र हो. बाटोमुनिको फूल यो पहिलो चलचित्रको दोस्रो श्रृङ्खला हो. बाटोमुनिको फूल तपाईहरूको चलचित्र हो. बाटोमुनिको फूल सुवर्ण थापा निर्देशक जसलाई चाहिँ सुनगावा फनको चलचित्र निर्देशक रूपमा चिनिएको थियो. उसले यो कथावस्तुलाई कसरी पस्केको छ त्यो पनि हेर्नको लागि जान सक्नुहुन्छ. लाखौं फ्यान फलोइङ भएका नाम चलेका एक्टरहरूको त फिल्म लगातार फ्लप भइरहेका बेला रुचि नै नभएको निर्देशकको काम हेर्न के दर्शकले आफ्नो समय र पैसा दाउमा लगाउलान् त?
उता आउफन्नीको निर्देशक निलु डोल्मा ती कमै चलचित्रकर्मीको सूचीमा पर्छिन् जो चलचित्र सम्बन्धी अध्ययन गरेर मात्रै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्छन्। हुन त नेपाली सिनेमा उद्योगमा महिला निर्देशित चलचित्र र महिला निर्देशक पनि कमै मात्रामा आएका छन्। महिला भए तापनि चलचित्र सम्बन्धी शैक्षिक दक्षताका साथ के निर्देशक निलु ती औँलामा गर्न सकिने महिला निर्देशकको भिडमा पहिलो सफल महिला निर्देशक बन्लिन् त या अन्य महिला निर्देशक चाहिँ एकै चलचित्रबाट निर्देशनको पदबाट ओझेल होलिन्? यो चुनौती उनी सामु छ। मैले फिल्म त बनाएँ, मैले फिल्म आफ्नै हिसाबले बनाएँ। मैले सोचेँ हुन्छ नि मलाई के गर्ने इच्छा छ हुन्छ एज अ फिल्म मेकर मैले गरेँ। तर अब मैले गरेको कुरा अडियन्सले कसरी लिनुहुन्छ हैन। अहिलेसम्म त थ्याङ्कफुली उहाँहरूले गीतहरू ट्रेलर हुन्छ रिस्पोन्स एकदमै राम्रो छ। तर फाइनली फिल्म निस्केपछि त हुन्छ नि किनभने लाइक टोटल थिङ द फिल्म हो नि त। आउफन्नी मुभीमा एक्ट्रेस प्रियङ्का कार्की, केके अधिकारी, निशा अधिकारी र एक्टर दयाहाङ राई जस्ता कास्ट रहेका छन् भने बाटोमुनिको फुल 2 मा गायक यश कुमार, बाबु बोगटी, एक्ट्रेस रिसा शर्मा, अशिष्मा नकर्मी लगायत पछिल्लो समयमा फिल्मी क्षेत्रमा कम एक्टिभ देखिएका एक्टर दिलीप रामाजीको मुख्य भूमिका रहेको छ। आउफन्नी मुभीको बारेमा यसरी खुलाउँछिन् डिरेक्टर निलु डोल्मा। अहिलेसम्म मैले नेपाली फिल्ममा चाहिँ डिटेक्टिभ स्टोरी भनेर धेरै खासै भन्दा पनि भन्दैन एक त, अनि त्यसको माथि कमेडीको शैलीमा दुईटा नारीलाई लाइक फिल्मको मेन क्यारेक्टर्सहरू दुईटा नारीलाई लिएर त्यो पनि एउटा डिटेक्टिभको भूमिकामा अहिलेसम्म आएको छैन जस्तो लाग्छ। त्यसले गर्दाखेरि यही सब्जेक्टले गर्दाखेरि कुनै हदसम्म चाहिँ यो अरू फिल्मभन्दा डिफ्रेन्ट लाग्छ मलाई। त्यस्तै बाटोमुनिको फुल 2 का निर्देशक सुवर्ण थापा आफ्नो फिल्मको बारेमा यसो भन्छन्। बाटोमुनिको फुल 2 यो भन्दा अगाडि बनेको यसको बाटोमुनिको फुल 1 जुन दर्शकहरूले हेर्नुभएको थियो त्यो चलचित्रको जुन कथावस्तु छ त्यसमा हुने घटनाहरूमा यसको पूर्वार्ध र यसको अन्तिम त्यसपछि के हुन्छ घटना त्यो बारेमा यसलाई हामीले एउटा कन्क्लुजनमा ल्याएका छौँ बाटोमुनिको फुल 2 को माध्यमबाट। बाटोमुनिको फुल 2 मा समावेश विषय आफैमा कन्ट्रोभर्सियल छ। यस्तो सेन्सिटिभ विषयमा चलचित्र निर्माण गर्दा यस विषय सम्बन्धी राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ। तर यस विषयमा निर्देशक आफै कन्फ्युज देखिन्छन्। मैले कहिले पनि जनै बाँधिनँ, कहिले पनि मैले टुप्पी राखिनँ, वर्तमान चाहिँ भएको थियो मैले टुप्पी राखिनँ जँदै बाँधिनँ भनेदेखि म त्यसै पनि एक किसिमले त्यो सोच म धर्मको पछि लागेर चाहिँ हिँड्ने मान्छे हो। उता सँगै रिलिज हुने फिल्म हाउ फनी नामैबाट दर्शकलाई हँसाउने बुझिन्छ। अब वर्षको सुरुवातमै दर्शक हाँस्न चाहन्छन् या पुराना असान्दर्भिक विषय रुचाउँछन् त्यो वैशाख 10 ले पक्कै खुलाउनेछ। With that, it's time for a short break. Welcome back. I'm Nishma Chaudhary. You're watching Rajat Pod. Prem Geet ko team le cover song competition raheko thuprai bhayo and we have the winners. Winners ko announcement and 51 day celebration gari yo team le kaso bhayo the event. Let's go and watch. 2072 साल चैत्र 24 गते बुधबारका दिन प्रेम दिवसको अवसर पारी फागुन 12 गतेबाट प्रदर्शनमा आएको चलचित्र प्रेम गीतले राजधानीको एक फुडल्यान्डमा फिल्म प्रदर्शनको 51 दिनको सफलता सेलिब्रेसन गर्यो। फिल्म निर्माण टिमले फिल्मको कभर सङ गायन प्रतियोगिताको विजेता अनाउन्स गरी पुरस्कार प्रदान गरेका थिए। उक्त प्रतियोगिताको विजेता सागर संसार राई भए विजेतालाई नगद रु 1 लाखका साथै टप 10 लाई कलर्स मोबाइलको स्मार्टफोन प्रदान गरिएको थियो। सेलिब्रेसन त भयो तर तब कम्प्लिट मानियो जब एक आपसमा मनमुटाव रहेका कारण प्राय कार्यक्रममा साथै उपस्थित नदेखिने सो फिल्मका निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापा एकैसाथ कार्यक्रममा उपस्थित देखिए। दुवै उपस्थित त थिए तर ती दुईको अनुहारमा सफलताको खुसियाली भने खासै देखिएन। एकअर्काप्रतिको इग्नोरेन्सबाट यी दुई बीच राम्रो रिलेसन नरहेको प्रष्टै देखिन्थ्यो। हुन त नेपाली फिल्मी क्षेत्रमा यस्ता कमै निर्माता तथा निर्देशक छन् जसको फिल्म निर्माणपछि पनि राम्रो सम्बन्ध कायम भएको छ। सम्बन्ध जे जस्तो भए पनि प्रेम गीत टिमले 51 दिनको सक्सेस सेलिब्रेसन गरेको छ। यो नेपाली रजतपथको लागि एउटा नौलो आयाम हो। यसरी प्रेम गीतले सफलताको 51 दिन मनाएकोमा रजतपथ टिमको शुभकामना। We are very happy and hope that audiences को यस्तो participation and यस्तो success stories हामीले अझै सुन्न पाऊँ। प्रेम गीतकै कुरो गर्ने हो भने रिसेन्टली यो पाइरेसीको फन्दामा परेको छ। यो लगायत 2-3 more films have made it to the list. Not taking it lightly, producer of this film has tracked the people down and got them arrested. More in this story. नेपाली सिने उद्योग अरू देशको भन्दा निकै साँगुरो छ। चलचित्र क्षेत्रमा अझै पनि समुचित व्यवस्थापन, वितरण तथा कौशलतापूर्वक भूमिकामा ढल्न सक्ने कलाकारहरूको आवश्यकता छ। यस्तो हालतमा गुज्रेको उद्योगले थप पाइरेसी जस्तो जघन्य अपराधमूलक हरकत खेपिरहेको छ।
यस वर्ष रिलिज भएका चलचित्र प्रेमगीत र पशुपति प्रसादको पाइरेसी भएको छ। सो अपराधमूलक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएका इलाका प्रहरी यस विषयमा यसो भन्छन्। यो पौडेल मोबाइल एन्ड सिटी सेन्टर यो हाम्रो महादेव स्थानको नजिकै छ। त्यो पसलबाट त्यो प्रेमगीत लगायतका थुप्रै नेपाली चलचित्रहरू पशुपति प्रसाद लगायतका त्यसको चाहिँ प्रोप्राइटर भनौँ नारायण प्रसाद पौडेल 25 वर्षीय सिन्धुपाल्चोक यो थुमपाखर गाविस वडा नम्बर 4 घर भएका नारायण पौडेल भाइले त्यो फिल्मको चाहिँ कपी गरेर बिक्री गर्नुभएको रहेछ। उहाँलाई हामीले समायौँ। उहाँको त्यो कम्प्युटरको चाहिँ CPU पनि हामीले लिएर आयौँ। त्यो हेर्दाखेरि उहाँले आफूले पनि एक्सेप्ट गर्नुभयो, हो मैले चाहिँ मेमोरी कार्डहरूमा यिनमा चाहिँ 300-400 को दरले मैले बिक्री वितरण गर्ने गरेको थिएँ भनेर आफूले पनि स्वीकार्नुभयो। त्यसपछि उहाँलाई कहाँबाट ल्याउनु भयो तपाईँले भनेर सोद्धाखेरि उहाँले भन्नुभयो अनुश्रेष्ठ भन्ने यो VS निकेतनमा BBAमा पढ्ने बहिनीले दिनुभयो भनेर उहाँले भन्यो। त्यसो खोज्दै जाँदाखेरि अनुश्रेष्ठलाई पनि हामीले पक्राउ गऱ्यौँ। उहाँ BBA 7th सेमेस्टरमा पढ्नु हुने रहेछ VS निकेतनमा। उहाँले फेरि विशाल गौचनले दियो मलाई भनेर भन्नुभयो। विशाल गौचन भन्ने भाइ मुस्ताङ घर भएको मुस्ताङ लेते गाविस वडा नम्बर 5 घर भएको विशाल गौचनले दियो भन्ने कुरा उहाँले गर्नुभयो। त्यसलाई पनि पक्राउ गऱ्यौँ हामीले। त्यो चाहिँ कोटेश्वर बम्बई क्याम्पसमा BBA 2nd इयरमा पढ्ने भाइ रहेछ विशाल गौचन। विशाल गौचनलाई फेरि हामीले सोध्यौँ अनुसन्धान गर्दाखेरि उसले भन्यो रेखा गौचनले दियो भनेर भन्यो। रेखा गौचन पनि कोटेश्वर बम्बई क्याम्पसमै BBS 3rd इयरमा पढ्ने रहेछ। उसको घर चाहिँ म्याग्दी जिल्लाको राखु पिपले गाविसको वडा नम्बर 1 मा पर्ने रहेछ। त्यो रेखाले चाहिँ सङ्गम सिंह भन्ने भाइले दिया हो मलाई, सङ्गम सिंहले दिया हो मलाई भन्ने कुरा गर्नुभयो। फेरि सङ्गम सिंहलाई पनि हामीले खोज्यौँ। सङ्गम सिंह चाहिँ को चाहिँ यहाँ सुविधानगर 3 कुनेमा यस मोबाइल पसल भन्ने रहेछ। उनको घर चाहिँ कैलाली जिल्लाको धनगढी नगरपालिकाको वडा नम्बर 3 मा पर्छ। सबै उहाँहरूलाई अनुसन्धानको लागि हाम्रो त हामी सिधै मुद्दा चलाउन पाउँदैनौँ। मुद्दा चलाउनको लागि आवश्यक कारबाहीको लागि र थप अनुसन्धानको लागि महानगरीय प्रहरी विरुद्ध बानेश्वरमा नयाँ बानेश्वरमा हामीले पठायौँ। त्यहाँबाट आवश्यक अनुसन्धान भएर कार्य गराउने निकाय त्यही हो। त्यहाँबाट अनुसन्धान हुँदै जाँदाखेरि त्यहाँ अहिले भइरहेछ। त्यहाँ अब जसले बिक्री वितरण गर्यो अरूको चाहिँ खालि त्यत्तिकै सप्लाई गर्ने काममा मात्रै सहभागिता देखियो र बिक्री वितरण प्रत्यक्ष रूपमा बिक्री वितरण गर्ने त्यो कपी गर्ने काम चाहिँ नारायण प्रसाद पौडेल भन्ने भाइ यो पौडेल मोबाइल एन्ड सिटी सेन्टरको भाइले गरेको देखियो। त्यसलाई चाहिँ आवश्यक कारबाही भइरहेछ। यस्तो पाइरेसी गर्ने विरुद्ध कस्तो किसिमको कानुनी कारबाही हुन्छ त भन्ने प्रश्नमा उनी यसो भन्छन्। यिनीहरूलाई चाहिँ 6 महिनासम्म कैद र 1 लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुन सक्छ। तर निर्माता सङ्घ तथा चलचित्र विकास बोर्ड समेतका अध्यक्ष रहेका राजकुमार राईले सो अपराधमा संलग्न दोषीहरूलाई नेपाल सरकारको कानुनी कारबाहीका साथ निर्माताले तोकेको क्षतिपूर्ति दोषीहरूबाट भुक्तानी गराउने आश्वासन प्रदान गरेका छन्। यदि गलत ठहरिएर चोरीको ठहरिएको प्रमाण भेट्यो भने निर्माताले जे जति चाहिँ उसले के अरे उयो मागेको हुन्छ तिर्नुपर्छ घरखेत बेचेर पनि 7 पुस्ताले। त्यस्तै निर्माता सङ्घको अध्यक्षको कुर्सीको दाउमा रहेका केशव भट्टराईको भने यस्तो भनाइरहेको छ। निर्माता सङ्घ छ भन्ने कुरो अब कहाँ फाइरेस भएको छ नि साथीभाइले कतैबाट खबर गर्यो भने निर्माता सङ्घ लाग्ने कुरो भयो होइन। निर्माता सङ्घ कहाँ के भन्नु पछि दौडिने कुरो भएन नि। पहिले निर्माता सङ्घमा चाहिँ जानकारी हुनु पर्यो नि त्यो कुरो। रजत पटको क्यामेरा मार्फत सम्बन्धित निकायबाट दोषीलाई कारबाहीको आशा रहेको बताउँछन् निर्माता सन्तोष सेन। हाम्रो टोटल अब विदेशको राइट्स यताउता गर्दाखेरि हाम्रो 80-90 लाख जति हाम्रो चाहिँ यसको चाहिँ क्षतिपूर्ति भएको छ। भोलिको दिनमा हामी अब बाहिर आइसकेपछि यतो त अब पाइरेसी भयो अब त यहाँ पनि आउँछ भन्ने एउटा सोच भइसक्यो सबैमा। त्यसैले पनि अब यसको क्षतिपूर्ति त्यति आउँछ। यो रिकभरी आउला नआउला त्यो आफ्नो ठाउँमा छ, त्यो भविष्यले बताउँछ। तर दोषीले सजाय भोग्नुपर्छ त्यो मेरो चाहिँ एउटा सजाय दिलाउनु मेरो उद्देश्य हो। र सम्पूर्ण चलचित्र मेकरहरू हाम्रो विकास बोर्डका हाम्रो अध्यक्षज्यूहरूले पनि सपोर्ट गर्नुहुन्छ भन्ने मलाई चाहिँ आशा लिएको छु। नेपाली निर्माताहरू आफ्नै थुप्रै चुनौतीहरू बजार व्यवस्थापन डिस्ट्रिब्युसन प्रोडक्सनमा सङ्घर्ष गरिरहेको र नेपाली चलचित्र बामे सर्दै गरिरहेको अवस्थामा यसरी खुलेआम पाइरेसीले नेपाली निर्माताहरूलाई पीडामाथि पीडा थपरिरहेको छ। पाइरेसी गर्ने दोषीलाई समयमै कारबाही गरी यसलाई निस्तेज पार्न नसके नेपाली चलचित्र क्षेत्र नै धराशायी हुने जोखिममा छ। यस विषयमा सम्बन्धित पक्षको समयमै ध्यान पुग्नु जरुरी छ। Well, somebody has started taking their business seriously. Getting them arrested was a great move. Next up, Nepali Rajat Patma Kun Theatre Bata producer Harle Kati ବ୍ୟବसाय गर्छन्. Let's watch in the next story.
काठमाडौँ स्थित हलहरूमा हलको व्यवस्थापन, दर्शकको घुइँचो र अन्य सुविधाहरूको बारे बुझ्न रजतपट टिम विभिन्न हलमा पुगेको थियो। हलमा दिइने सेवा सुविधाबारे बुझ्न हामी चाबेल स्थित गोपीकृष्ण हलमा पुगेका थियौँ। हलका व्यवस्थापक प्रदीप दाहालसँग रजतपटले गोपीकृष्ण हलमा के कस्तो सुविधा छ भन्दा उनी यसो भन्छन्। 2 दर्जन 24 जना छन् सफाइमा। अहिले पनि तपाईँ गएर हेर्न सक्नुहुन्छ। एकजना गाडीहरू यी हुन्छ होइन, 2 जना उहाँहरूले लेडिज एकतिर जेन्ट्स एकतिर लगाउनुहुन्छ। अब लाइन लाग्छन् र आफूले पनि खट्नुपर्छ। के गोपीकृष्ण हलमा लागेका चलचित्रहरू हेर्न दर्शकहरू यस्ता सेवा सुविधा भएकै कारण पुगेका हुन् त? सानो हलमा अहिले हिन्दी छ, केएनका जस्तो हिन्दी फिल्म पनि होइन, अनि अर्को पनि एउटा हिन्दी सरदार गब्बर सिंह भन्ने पनि हामीले सानो हलमा दिएको छौँ। 221 क्यापेसिटी दर्शक क्षमता आउँदैमा। तर गोपी मोटामोटी 1050 जना रामप्यारी होइन, त्यस्तै नाइना भन्नु 650 जनाको सिट। र फेरि अर्को कुरा के हो भने दर्शकहरू धेरै आउनुभयो भने त्यो ठुल्ठुलो हल पनि हाउसफुल भयो भने हामीले अरू पनि त्यसको चाहिँ अरू हल पनि हामीले दिएको छौँ। जस्तो दर्शकलाई हामी चाहिँ नेपाली फिल्ममा आउने दर्शकलाई चाहिँ यहाँबाट फर्किनु परेको छैन। उनले जनाएअनुसार नेपाली फिल्मलाई दिएको स्पेस के साँच्चै नै प्रशंसा योग्य छ कि हिन्दी फिल्मलाई सानो थिएटरमा लगाएर ठुलो थिएटरमा चाहिँ उनले नेपाली फिल्म नै लगाइरहेका छन् त? यसै क्रममा हलको रिपोर्टिङ गर्न हामी चाबेल स्थित एफक्युजमा पुगेका थियौँ। त्यहाँका व्यवस्थापकले यो हलले के कस्तो सुविधा प्रदान गरेको छ भन्दा उनी यसो भन्छन्। अनलाइन सिस्टम छ हाम्रोमा, अनलाइनबाट टिकट पर्चेस गर्न सकिने अवस्था छ, अनलाइनबाट बुक गर्न सकिने छ, फोनबाट बुक गर्न सकिन्छ। जहाँसम्म लाग्छ यो चाहिँ सिङ्गल थिएटरमा पाउन सकिँदैन। साउन्ड सिस्टमको प्रविधि चाहिँ हामीले किप 3 मा लेटेस्ट टेक्नोलोजी युज गरेका छौँ, जुन चाहिँ एक्टिभ साउन्ड सिस्टम भन्छ। त्यो चाहिँ सिटमा नै भाइब्रेसन हुन्छ। साउन्ड चाहिँ कस्टमरहरूले सिटबाट नै फिल गर्न सक्नुहुन्छ। उनले भनेअनुसार जे जति पनि सुविधा दर्शकले पाएका छन् त्यो सुविधा अरू हलमा नहोला, तर यहाँ लिफ्ट चाहिँ किन बन्द गरिएको भन्दा उनी यसो भन्छन्। त्यो बिल्कुलै होइन, हामीले लिफ्टको हरदमै हामीले सुविधा दिने प्रयासरत छौँ। र अहिले तपाईँहरूलाई पनि थाहा छ लोड सेडिङको चरम हामीले अभाव खेपिरहनु भएको छ। त्यसै गरी इन्धनको पनि अभाव खेपिरहेको कारणले गर्दाखेरि कहिले बेलामा त्यो समस्या उत्पन्न हुन्छ। हामीले त्यो रियलाइज गरेका छौँ, तर हामीले कन्टिन्यू यस्तो समस्या उत्पन्न हुन दिने छैनौँ। यसै क्रममा हामी जमल स्थित विश्वज्योति हलमा पुगेका थियौँ। त्यहाँका व्यवस्थापकलाई हलको सेवा सुविधाबारे बताइदिनुहोस् भन्दा उनले यसो भने। प्रोजेक्टर लाइटहरू सबैले हाम्रो राम्रो छ, भर्खरले सब उनले जनाएअनुसार कि दर्शकले राम्रो क्वालिटीको स्क्रिन र साउन्ड सुविधा पाएका छन् त, त्यो पनि एकमात्र चलचित्र नाइना भन्नुला 4 लागिरहेको हलमा। यसै क्रममा हामी बालाजु स्थित बालाजु चलचित्र मन्दिर पुगेका थियौँ, जहाँका व्यवस्थापकले सम्बन्धित व्यक्तित्व नभएको जनाउँदै थिए। उतापट्टि बसौँ नि त। हामीले सोध्दै गएपछि उहाँले अन्ततः जानकारी दिन मान्नुभयो। यसरी हलका व्यवस्थापकहरू मिडियाबाट किन तर्किन चाहन्छन्? के मिडियालाई जानकारी गराउँदा उनीहरूको व्यापार खस्किन्छ या त उनीहरूसँग बाघको खोल ओढेको स्यालको चरित्र छ? हलको सेवा सुविधाबारे बताइदिनुहोस् भन्दा व्यवस्थापक यसो भन्दै थिए। सुधार गर्नै पर्छ। अब यसमा विस्तारित गर्दैछौँ होइन, मैले अघि नै भने प्लान छ। अब त्यो हामी फेसहरू पनि बनाउँछौँ, सिटहरू पनि फेर्दैछौँ। पार्किङको नि अलिकति हामी विकल्पहरू सोचिरहेका छौँ, भएको पार्किङलाई अलिकति नपुग्ला कि भनेर। यसरी सेवा सुविधा दिएको हलमा के दर्शकहरू खुल्लमखुल्ला चुरोट उडाउने गर्छन्? हेरौँ न त यो दृश्य। यसै गरी बालाजु स्थित अष्टनारायण हलमा पुगेर तथ्याङ्क लिन खोज्दा हलका संयोजक तथा व्यवस्थापक अनुपस्थित देखिए। मिडिया पुगेको खबर पाएपछि जानकारी दिनुपर्ने दायित्व हलका संयोजकसँग हुन्छ, तर किन मिडियालाई हल व्यवस्थापकले दुश्मन ठान्छन्? यसरी मिडियासँग तर्किनु के कतिको जायज हुन्छ? With that, I'll take another short break. Welcome back. I'm Nishma Chaudhary. You're watching Rajat Pod. Week by week, social media को craze बढ्दो छ। हाम्रो के टाउन सेलेब्सहरु पनि आफूलाई टाइम टु टाइम अपडेट गरिराख्छन् सोशल मिडियामा। यो वीक के भयो त यो प्लेटफर्ममा? लेट्स फाइन्ड आउट। अहिलेका चर्चित कलाकार दयाहाङ राईले आफ्नो 36औं जन्मोत्सव बनाएको तस्बिर सोशल मिडियामा सार्वजनिक गरेका छन्। त्यस्तै अर्का चर्चित नायिका प्रियङ्का कार्कीले एक्टर दीपक राजगिरीलाई मनमा राख्दा नि नबिजाउने र कहिल्यै जानेर कसैको चित्त नदुखाउने दाइ भन्दै बर्थडे विश गरेकी छिन्। दयाहाङ राईलाई पनि नायिका प्रियङ्का कार्कीले तिमीसँग खिचेको पहिलो तस्बिर र तिम्रो अझै फलिफाप होस् भन्दै जन्मदिनको शुभकामना दिएकी छिन्। त्यस्तै अर्की नायिका रिचा शर्माको सोशल मिडियाको पेज आउँदो चलचित्र बाटो मुनिको फुल 2 को प्रमोसनले भरिएको थियो। के अधिकारीले चाहिँ सामान्य ग्रिटिङ, सेल्फी र आउँदो चलचित्र हाउ फन्नीको प्रोमो पिक हालेको पाइयो।
13 अप्रिलको साँझ गएको भूकम्पमा सुरक्षित रहन प्रे गर्दै निशा अधिकारीले आफ्नो सेल्फी पिक हालेकी थिइन्। उनले पनि आउँदो चलचित्र हाउ फन्नीको प्रोमो पिक र न्यू इयर विशका तस्बिरहरू फेसबुकमा राखिन्। के टाउन सेलेब्सहरू फिल्म प्रदर्शनका साथ फ्यान्ससँग टचमा रहनका लागि पनि सोसल मिडियामा निकै एक्टिभ रहँदै आएका छन्। सेलेब्सहरू मात्र नभई नेपाली फिल्मी क्षेत्रमा डेब्युको क्रममा रहेका एक्टर एक्ट्रेसका लागि पनि फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम जस्ता सोसल मिडियाहरू निकै लाभदायी रहेको पाइएको छ। जति फिल्ममा मेहनत गर्छन् त्यति नै सोसल मिडियामा पनि यी एक्टर एक्ट्रेसहरू एक्टिभ रहन्छन्। सो प्लेटफर्मको सदुपयोगमा के म तिम्रो होइन रबाट डेब्यु गर्ने क्रममा रहेका एक्टर एक्ट्रेस आर्यन अधिकारी र मरिस्का पोखरेल पनि पछि परेका छैनन्। यी दुवैका सोसल मिडियाका पेजहरू आफू डेब्युट मुभीको इन्फर्मेसनले पुरै भरिएका छन्। के म तिम्रो होइन रकै प्रसङ्ग जोड्दा यस चलचित्रले गत हप्ता एक कार्यक्रमद्वारा आफ्नो अफिसियल ट्रेलर सार्वजनिक गरेको थियो। साथै नववर्षको अवसर पारी आफ्नो शीर्षगीत समेत सार्वजनिक गरेका छन्। विभिन्न मिडियाहरूमा एक्टिङ तथा फिजिकल स्वरूप लिएर तारिफ गरिएको एक्टर आर्यन अधिकारी मिडिया सामु यसरी प्रस्तुत भएका छन्। It's a romantic action film. It's a romantic action film, and yeah, my director said don't flash any story right now, so I won't say it. र मेरो भूमिकाको बारेमा भन्नु पर्दाखेरि it's a well-educated guy who fights for his love. 2072 सालमा डेब्यु गरेका केही गिनी चुनिदा एक्टरहरूले मात्र दर्शकमाझ आफ्नो प्रियताको छाप छोड्न सफल भएका थिए। 2073 सालमा डेब्यु गर्न लागेका यी एक्टरहरूले दर्शकको मनमा प्रियताको छाप छोड्छन् या यस्तै सोसल मिडियाहरूमा मात्रै सीमित हुन्छन्, आगामी दिनहरूले पक्कै देखाउने नै छन्। A VJ turned director, we have a lady who takes her filmmaking business very seriously in this week's Profile Check. Ladies and gentlemen, Nilu Dolma Sherpa. Nilu Dolma Sherpa, director of How Funny, filmmaker by profession. I'm very good at driving, motor rally garchu ma, and then I'm good at cooking, and I play a lot of video games, so I'm very good at playing video games. Works? I've worked in Sungaiva as assistant director and on the script as well. त्यो बाहेक पुन्टी परेडको स्टोरी मेरै थियो, अनि मैले शॉर्ट फिल्म बनाएको थिएँ कागज, हैन, which was selected सार्क फिल्म फेस्टिभलमा. Family. My mom is a single mother, हैन, त्यसले गर्दाखेरि, and I'm the only child, so मेरो आमा र म मात्र हो फ्यामिलीमा. Career. एउटा च्यानलमा एज अ VJ हो, हैन, and this was 16 years ago, 16 वर्ष अगाडि. त्यति बेला दुब्ली थिए भन्छ नि, हैन, लामो कपाल थियो, हैन, त्यसले गर्दाखेरि चाहिँ आई डिड VJing फर अ लङ टाइम. मैले 3-4 वर्ष नै गरेँ त्यसपछि VJing. Achievements. People know me as a feature film director. मेरो सानैदेखिको इच्छा पनि थियो कि कुनै दिन म एउटा फिल्म बनाउँछु भनेर, हैन, अनि हाउ फनीले त्यो पुरा गरिदिएको. सो मेरो लागि सक्सेस भनेको मैले फिल्म बनाउनु नै हो, एउटा फुल लेन्थ फिचर फिल्म. सो आई थिङ्क this is my most successful thing that has ever happened to me. Hobby? Long drives, एउटा त, अनि eating, अनि त्यसपछि dancing. Inspirations. Real stories हुन्छ नि, कहीँ पुगेर फर्केर कुनै ठाउँ पुगेर फर्केर आउँदाखेरि कहिले कथा बोकेर फर्किन्छ. सो दिज आर द थिङ्स द्याट काइन्ड अफ इन्सपायर मी. लभ मेरो लागि चाहिँ आई थिङ्क लभ इज कम्पेनियनसिप, होइन, एकदमै फिल्मी होला तर फ्रेन्डसिप भनौँ न. सेक्स आई थिङ्क इट्स अ बन्ड द्याट विल मेक लभ स्ट्रङ्गर, होइन. लभ त जोसित पनि हुन्छ, होइन, बट आई थिङ्क वाट सेक्स डज इज इट मेक्स द रिलेसनसिप स्ट्रङ्गर. एनी सिक्रेट? म धेरै चुरोट खान्छु, हुन्छ नि. सो द्याट्स सिक्रेट त होइन, तर यो अब भन्दा चाहिँ घरमा थाहा पाउँछ, होइन. सो माई सिक्रेट इज आउट, होइन. सो त्यही हो. मेसेज फर द युथ? आफूमाथि जहिले पनि विश्वास राख्नु, हुन्छ नि. कहिलेकाहीँ भनेको जस्तो हुँदैन, होइन. कहिलेकाहीँ एकदमै ढिलो हुन्छ कामहरू, होइन. तर मैले आफैले सिकेको चाहिँ पहिला मैले एकदमै काम डिले गर्थेँ कि मेरो कुनै पनि काम कम्प्लिट हुँदैन थियो. सो त्यस्तो चाहिँ नगर्नु, होइन. सो बिलिभ इन यर सेल्फ, होइन. किनभने कुनै दिन हुन्छ नि आफूले सोचेको र एकदम चाहेको कुरा छ भने त्यो कम्प्लिट हुन्छै हुन्छ. सो ढिलै टाइम लागे पनि, होइन, जति नै लामो लागे पनि, होइन, बी फोकस्ड अबाउट वाट यु वान्ट. इन दि एन्ड मैले माया गरेर एउटा फिल्म बनाएको छु, होइन. यसमा धेरै एफर्ट लागेको छ, मनबाट एफर्ट लागेको छ. सो त्यसले गर्दाखेरि एकचोटि आएर हेरिदिनुहोस् फिल्म, कस्तो लाग्छ
थाहा छैन होइन तर एकचोटि आएर हेर्नुभयो भने सायद डिसपोइन्ट चाहिँ हुनु हुँदैन होला भनेर भन्छु म Good to know you, Neeluji, and hope we get to see more of your work in future. Next up, Zangyeko team le recently एउटा musical promo release गरेको छ. कस्तो छ त promo? Let's watch. प्रधानमन्त्री प्रति बनेको पहिलो नेपाली फिल्म जङ्गेले ओरिजिनल साउन्ड ट्र्याक रहेको म्युजिकल प्रोमो सोशल मिडिया मार्फत सार्वजनिक गरेको छ। उक्त म्युजिकल प्रोमोमा मानस राजको शब्द चयन र अल्मेडा उप्रेतीको सङ्गीत तथा स्वर रहेको छ। राजनीतिक जनराको मुभी भनिएको चलचित्रको प्रोमोमा राजनीतिक दाउपेचका साथ एक्सन समावेश भएको पाइन्छ। मेन लिडमा रहेका सुरज सिंह ठकुरीलाई यस प्रोमोमा सशक्त रूपमा प्रस्तुत गरिएको छ, जसमा उनले पनि सो भूमिकालाई न्याय गरेका छन्। एक्टर सुरज सिंह ठकुरी चलचित्रमा रहेको आफ्नो रोल तथा सुटिङ ताकाको अनुभव यसरी सेयर गर्छन्। जङ्गे नाम टाइटल रोलमै छु म। जङ्गबहादुर राणाको एउटा नयाँ मोडर्न एडाप्टेसन या चित्रण गर्ने प्रयास गरिएको छ। त्यो भन्दैमा जङ्गबहादुरै मात्रै होइन, त्यो बेलाको जस्तो एक्ज्याक्टली त्यही दिन खोजेको छ होइन। वाट इफ जङ्गे वाज नाउ भन्ने जस्तो, किनभने जति पनि कालखण्डमा हामीले किताबमा लेखमा विभिन्न माध्यम मार्फत जङ्गबहादुरलाई जति पनि चिन्यौँ, त्यसबाट जङ्गबहादुर यस्तो खालको व्यक्ति होला भनेर रिलेट गर्ने प्रयास मात्रै गरेको हो। र क्यारेक्टरहरू पनि त्यही बेलाको पात्रहरू छन्, तर अहिलेको परिवेशमा, अहिलेको समाजमा, अहिलेको मोडर्न जमानामा छौँ। सो एउटा जङ्गबहादुर वा जङ्गेको रोडमा बसेर चिया खाँदै तास खेल्ने एउटा केटाबाट र माथि पावर, एक्सट्रिम पावरमा पुगिसकेको त्यो यात्रालाई चाहिँ जङ्गेमा हामीले प्रस्तुत गर्ने प्रयास गरेका छौँ। साथै अन्य कलाकारहरूको पनि यस चलचित्रमा महत्त्वपूर्ण भूमिका रहेको प्रोमोबाट पनि प्रष्ट देखिन्छ। जङ्गेको लाइफमा पुतली थियो र पुतलीले जङ्गेलाई कसरी गाइड गरिरहेको थियो, इन्फर्मेसन रिलेट गरिरहेको थियो, के भइरहेछ, कसो भइरहेछ उसको एब्सेन्समा। त्यो एउटा क्यारेक्टरको रूपमा पुतली छ, जोसँग जङ्गेको दिमाग मात्र होइन मन पनि मिल्छ, त्यही देखाउन खोजियो। विभिन्न मिडियाहरूमा यस प्रोमोको कारण जङ्गे मुभी मोस्ट अवेटेड मुभी रहेको भने तापनि मोस्ट अवेटेड कसको लागि छ त, सिधै बुझौँ दर्शकहरूसँग। जङ्गे भन्ने फिल्म र त्यसपछि दयाहाङकै एउटा नयाँ फिल्म कुन विक्रम के समथिङ के, त्यो फिल्मको ट्रेलर चाहिँ हेरेको थिएँ। त्यो दुईवटा फिल्म अलिक राम्रो लागिरहेको थियो। जङ्गे सोर्सबाट प्राप्त भएको जानकारी अनुसार सेन्सर बोर्डले यस मुभीलाई लुटपछिको राम्रो स्टोरी र आशातीत फिल्म रहेको बताउँदै 4 स्टार प्रदान गरेका छन्। अब यस मुभीको स्टोरी के कतिको दमदार छ र 4 स्टार भन्दा कम वा बढी रेटिङको काबिल छ, वैशाख 17 गते रिलिज भएपछि पक्कै निर्णय गर्नेछ। With that, it's a wrap. I hope you liked today's episode. Like our Facebook page, follow us on Twitter, and subscribe us on YouTube. I'll see you in the next episode. Till then, goodbye.